गुल्मी जिल्ला सत्यवती गाउँपालिका वडा नम्बर 8 अन्तर्गत पर्ने यस भर्से गाउँ प्रकृतिको एक सुन्दर उपहार हो। यहाँको भूगोल निकै सुन्दर छ। वरिपरि ससाना डाँडाकाँडाहरूको बिचमा रहेको यस गाउँ गुल्मी जिल्लाकै एक उपत्यकाभित्र पर्ने गर्दछ। यहाँका अधिकांश मानिसहरू लाहुरे पेसामा आबद्ध भएको छन्। त्यसैले गर्दा पनि यस गाउँलाई लाहुरेको गाउँ भनेर चिनिन्छ। अधिकांश मगर बस्ती रहेको यस गाउँमा अन्य जात जातिका मानिसहरू पनि बसोबास गर्दै आएका छन्। यहाँको गाउँ समाज निकै मिलेर बसेको छ। सदरमुकाम तम्घासबाट अलि टाढा भए तापनि यस ठाउँको महत्त्व आफ्नै छ, किनकि यहाँ अझै पनि पुराना शैलीका घरहरू, पुराना शैलीका मठ मन्दिरहरू, पुरानै शैलीका सबै कुरा, धर्म संस्कृति चाडबाड सबै कुरा जीवितै हामीले यहाँ भेटाउन सक्छौँ। यस ठाउँमा आनन्द लिन आउने मानिसहरूको लागि पनि अहिले खान बस्न मिल्ने गरीका विभिन्न ससाना होटेल तथा होमस्टेहरू पनि सञ्चालनमा आएका छन्। साथीहरू, तपाईहरू एकपटक पुग्नै पर्ने भर्से गाउँ गुल्मी जिल्लाको निकै सुन्दर ठाउँ हो। यतिखेर झुलेथुम कालिका देवी मन्दिरको अब हामी दर्शन गर्न जाँदैछौँ। यहाँ छौँ। अब यहाँबाट चाहिँ हामी जान्छौँ है त माथि मन्दिरमा। ल जाउँ। हामी सिँढी चढेर झुलेथुम देवी मन्दिरको दर्शन गर्नको लागि हिँडेका छौँ। भार्सेको कोखैमा अवस्थित मन्दिर हो यो। अनि यतातिर देख्न सक्नुहुनेछ, यतातिर हो भार्सेको गाउँ। अनि घन्टीहरू भइहाल्यो। ल यो चाहिँ भार्सेको गाउँ। अनि यसमा यो सबै टुँडालहरूमा चाहिँ कुनै न कुनै कथाहरू अनि कुनै न कुनै स्टोरीहरू हुन्छ कि यसमा। सबै चाहिँ अब मलाई चाहिँ थाहा छैन। अब यो सम्बन्धी विज्ञ मान्छेहरूलाई चाहिँ थाहा हुन्छ कि टुँडालको पनि एउटा छुट्टै विशेषता हुन्छ कि साथीहरू। सबै देवीहरूको टुँडाल रहेछ। ल अनि यो मन्दिर प्राङ्गण भइहाल्यो। ल साथीहरू, झुल्थुम देवीको संक्षिप्त परिचय तपाईँहरू चाहिँ यो चाहिँ मन्दिरको इतिहास हो अनि के कसो सबै कुराहरू छ। यो चाहिँ तपाईँले पोस्ट गरेर चाहिँ पढ्नु होला है त। भार्से गाउँ इन्ट्री गऱ्यौँ। अनि यहाँ चाहिँ गोर्खा ग्यालेरी। अनि यो चाहिँ भार्से गाउँ। हामी इन्टर गर्दैछौँ। बाटो अलिक छैन, झिक्झ्या त्यहाँ जानुपर्छ। त्यो बाटो पनि परसम्म चाहिँ गइन्छ। अब यो चाहिँ यताबाट चाहिँ गाउँ घुम्दै घुम्दै जाने हो साथीहरू। हामीहरू चाहिँ ल साथीहरू, हामीहरू अहिले यतिखेर भार्सेको यो बिचमा एउटा पोखरी छ। यहाँ चाहिँ हामी पोखरीमा छौँ है त। पानी चाहिँ रहेछ। पोखरी ठुलो छ। अनि यो उताचारी बाटो चाहिँ दबुङतिर जान्छ। पोखरी साइड हुँदै हामी चाहिँ अब हाम्रो यात्रा चाहिँ भार्से देउरालीको लागि हो साथीहरू। यहाँको भूगोल एक नम्बर छ। अब यहाँ चाहिँ मकैहरू होइन बाहिर राख्नुहुन्छ सबैजनाले। चिसो ठाउँ छ। अनि यतापट्टिको खेती रहेछ। टिभी चाहिँ हेर्नु न, मकैहरू राखेको एक नम्बर।
हाम्रो यात्रा चाहिँ अहिले यतिखेर भार्से देउरालीको लागि हुँदैछ साथीहरू। हामी चाहिँ अब यो भार्से गाउँबाट निस्कँदैछौँ। भार्से गाउँलाई अब यो भूपू सैनिकहरूको गाउँ भनेर पनि त चिनिने हुँदा चाहिँ अब यहाँ चाहिँ ग्यालरीहरू हेर्न सक्नुहुन्छ। यो चाहिँ स्वास्थ्य चौकी भइहाल्यो। अनि यो स्वास्थ्य चौकीको साइड साइडमा चाहिँ यस्तो मबार फुलेको फुलहरू तपाईँले सबै पढ्न सक्नुहुन्छ। नर्सरीहरू यता यहाँ धेरै कुराहरू छ नि साथीहरू। भार्से दिनभरि घुमेर पनि नसकिने ठाउँ। हामी त सानो भिजिट हाम्रो चाहिँ अब घर पनि जानुपर्ने, त्यो भएर टाइम पनि धेरै छैन। हामी अब जति हुन्छ हामी त्यति चाहिँ कभर गरेर चाहिँ हामीले भिडियोहरूमा चाहिँ देखाउनेछौँ। हामीलाई अन्तिमसम्म हेर्नुभयो भने धेरै कुराहरू चाहिँ तपाईँले थाहा पाउन सक्नुहुनेछ है त साथ। यो स्कुलमा विश्वविद्यालय साथीहरू ठ्याक्कै यो चोक जस्तै ठाउँमा आइपुग्यौँ है त अहिले हामी। जहाँ चाहिँ माथि हो यति पाइन्छ होला खाजाहरू। हामी चाहिँ यहाँबाट खाजा खाने भन्ने कुरा छ होइन मिलन दाइ? एकदम केही भन्नु न त। खाजा खानु पर्यो नि, भोक लाग्यो। भोक लाग्यो? बहुत भोक लाग्यो यार। यहाँ रहेछ कि अनि पहिले अब पोस खान पाइन्छ। यहाँ चाहिँ मन्दिरहरू भइहाल्यो। अनि यो परको चाहिँ स्कुल भयो। अनि यता ग्राउन्ड छ साथीहरू। अस्ति भलिबल भएको यहीँनिर होला। यहीँ होला कि दाइ। ल अब चाहिँ यहाँ चाहिँ हामी खाजा खाने भन्ने कुरा छ। चाहिँ भार्से टक्क केटाहरू खिच्दैछन् नि त दाइ, खिच्दै आउँछन्। ल साथीहरू यहाँ चाहिँ तपाईँहरू देख्न सक्नुहुनेछ बुद्धको मूर्ति छ। यो अगाडिको चाहिँ हाम्रो सेतो कुकुर हरिफ छ। ल है हामी चाहिँ जाँदैछौँ। यो एकचोटि घुमिहालौँ। यो हो विश्वकर्मा मन्दिर, विश्वकर्मा बाबाको मन्दिर साथीहरू। अनि यता विशाला भइहाल्यो। अनि आजको मौसम चाहिँ यस्तो छ साथीहरू, पानी पर्छ कि जस्तो छ। सायद आशा गरौँ भोलि भर्खर चाहिँ पानी पर्दैन। साँझ पखतिर चाहिँ नि साँझतिर प्रायः पानी परिरहेछ अहिले चाहिँ। त्यही भएर हामी चाहिँ एकदम बिहानै निक्लेको। बिहानै भन्दा पनि ठिकै बेलामा चाहिँ भोक लागिरहेछ। अब खाजा खान्छौँ एकछिन, यहाँ भुल्छौँ। अनि भार्से देउराली पनि गएर भुल्नुपर्ने हुन्छ एकछिन। अनि बल्ल त्यहाँबाट हामी तल झर्ने कार्यक्रम हुन्छ साथीहरू। ल यो चाहिँ यता ग्राउन्ड छ। अनि बुट्टाहरू भइहाल्यो। मौसम एकदम राम्रो छ अहिले त, क्लियर। काफल जस्तै रहेछ कि त। हजुर काफल जस्तै रहेछ। कुन चाहिँ यो बुटो? ऊ त फल के तल फलेछ नि। शीतल आएन बाबाले चिल छ का एकदम आनन्द आइरहेको चाहिँ बस्यौँ हामीहरूलाई कुद्यौँ होइन त। एकदम दामी फेरि ड्रोन उडाइदिन्छ होला। यही गर्दा यतै कभर गऱ्यो होला नि त ड्रोन त यार। ड्रोन त कभर गऱ्यो होला, फोटो खिच्न लाग्यो होला कि। साउदीमा साथी पहिलो गेम साउदी आज आउँदैछ, अर्जेन्टिना वर्ल्ड कप सुरु हुँदैछ। कसलाई सपोर्ट गर्ने भन्नु चाहिँ छलफल हुँदैछ, बडा डिस्कस चल्दैछ। मैले देखाएँ यो साउदी को हो यो? ल हाम्रो खाजा पनि आइसक्यो। यसलाई फाल्नु खाना अब खाजा खान्छौँ अनि भार्से देउराको लागि निक्लनु हुन्छ। ल खाऊँ है त साथीहरू। हामी चाहिँ भार्सेमा खाजा खायौँ। अब खाजा खाएपछि अब हाम्रो यात्रा भनेको भार्से देउरालीसम्म जान्छौँ है त। भोज खाइयो अरे? भोज खाइयो होइन, नखाइकोलाई खानु खाइयो भन्नु मिल्दैन। हामी चाहिँ अहिले हल्का मात्रै खाजा खायौँ। अब चाहिँ हाम्रो यात्रा भार्से देउराली के छ? ठिक छ ल, एकदम ठिक छ। अब हामी चाहिँ देउरालीसम्म निस्किँदैछौँ। अब टाइट हो कि अगाइयो भन्नु मिल्दाले अब के हाल्नुहुन्छ? हामीले यो छवटा ल्याइयो नि बर्का, सबैलाई एक घन्टा त पुग्ने भयो नि, मिठै हुन्छ नि त। ल यहाँबाट चाहिँ हामी हिँडेको है त, खिच्दै जाने माथिसम्म। ल साथीहरू भार्से आउनुभयो भने भार्सेमा होमस्टेको पनि सुविधा छ है त। होमस्टेको लागि त्यो अघि हामीले खाजा खाएको चोकबाट यतापट्टि लाग्नुभयो भने चाहिँ त्यो चाहिँ होमस्टे है त साथीहरू। ल
ल हामी चाहिँ होमस्टेबाट दाहिने भएर भाप्से देउरालीको लागि हिँड्छौँ। ल साथीहरू यहाँ यस्तो दामी फुल है गेटमा। कुन फुल हो मिलाउने? यो त गुलाबै हो क्या यार। हो यार होइन त्यो दामी छ न लहरावाला होला कि गुलाब लहरावाला गुलाब। बाबा यो चाहिँ भार्से गाउँ एक नम्बर छ। सही छ नि गाउँ चाहिँ मिलेको होइन ट्याक्क। यो चाहिँ टिमरको बुट होइन हो त्यो दामी फुल देखेँ फल्दै एक नम्बर रहेछ नि त। साथीहरू भार्से देउराली जाने बाटो चाहिँ एकदम अहिले अन्डर कन्स्ट्रक्सन रहेछ। बाटो दामी बन्नेवाला छ। हामी चाहिँ अहिले छेडामा होइन यहाँको इन्जिनियरिङ कडा खाएको यहाँ माथि कुलो छ होइन ट्याक्क एउटा ठुलो ढुङ्गा राखेर 2-3टा ढुङ्गा राखेर ट्याक्क अडाएर होइन यस्तो बवाल बनाएको ठाउँ छ क्या। यहाँ माथि कुलो भएको छ साथीहरू बवाल है। छेडाबाट म बाहिर निक्लेपछि पहिला यो बाटो चाहिँ एकदम अप्ठ्यारो थियो, अहिले चाहिँ एकदम राम्रो भएछ, धेरै व्यवस्थित छ नि। भार्से गाउँमा आउँदा चाहिँ साथीहरू यो ऐसेलु चाहिँ असाध्यै पाइँदो रहेछ होइन। अब यस्तो देखि छोडेर हिँड्न मनै नमान्ने कि होइन मिलाउँदै। बहुत खाइए गाउँ के छ मिठा खानु क्या लास्ट पाप लाग्छ छोडेर हिँड्ने नि त पापै लाग्छ छोड्ने त कुरै हुन्न। फलले यस्तो दामी बहुत मिठो छ क्या। अब त नयाँ डिजाइनको होइन रातो ऐसेलु कस्तो छ यसको टेस्ट रातो ऐसेलु एकदम। ल साथीहरू यहाँबाट चाहिँ भार्से त्यो गुम्बा चाहिँ देखिने रहेछ त्यो बाबाहरूले होइन। पहिला त्यो देखिएकोमा चाहिँ भैँसीहरू पालन हुन्थ्यो, अहिले त छैन होला छैन होला। हामी जाने चाहिँ हो त्यो डाँडामा। ल साथीहरू हामीहरू चाहिँ अहिले यतिखेर भार्से देउरालीमा लगभग आइपुग्न लागेका छौँ। यो डाँडा चाहिँ भार्से देउराली लगभग यो घुम्ती मोडेपछि भार्से देउराली आइयो साथीहरू। We are finally in भार्से देउराली। त्यो बाटो धर्ने हामी We are finally in भार्से देउराली होइन गाइस। निहाल्यो जस्तो। ल यो चाहिँ भार्से देउराली धेरै व्यवस्थित भएन पहिलाको लेखि त। म चाहिँ अहिले यता गुम्बा जाँदैछु अनि बाटोमा चाहिँ ठ्याक्क पोखरी छ। अब यहाँबाट इन्ट्री भइसकेपछि होइन हामी चाहिँ गुम्बामा प्रवेश गरिसक्यौँ साथीहरू। एक नम्बर छ है भित्र गौतम बुद्धको मूर्ति। हामी जान्छौँ सर यो घुमाउँदै घुमाउँदै होइन यो चाहिँ गुम्बा वरिपरिको दृश्य एक नम्बर दामी छ साथीहरू। एक नम्बर छ घुम्नको लागि है। अनि गुम्बाको साइडबाट देखिने दृश्यहरू त्यो भइहाल्यो। अनि यहाँबाट सिनहरू पनि एकदम धेरै नै राम्रो देखिन्छ, धेरै ठाउँहरू देखिन्छ। आज चाहिँ मौसम अलिकति खुल्या छैन, खुलेको समयमा चाहिँ यहाँबाट हिमालहरू चाहिँ एकदमै नजिक देखिन्छ क्या साथीहरू। म छु अहिले भार्से देउरालीमा अनि म चाहिँ घुम्दैछु अनि तपाईँहरूलाई पनि घुमाउँदैछु भार्से देउराली। अनि यो मेरो पछाडि भएको चाहिँ गुम्बा भइहाल्यो। अनि यतापट्टि देख्नुहुनेछ तपाईँहरूले यो गाउँहरू चाहिँ भार्सेको अनि जुनियाको गाउँहरू लगायत धेरै ठाउँहरू चाहिँ यहाँबाट देख्न सकिन्छ। अनि यतापट्टि देखिने ठाउँहरू चाहिँ यो पूर्तिघाट साइडको ठाउँहरू, यहाँ पनि धेरै ठाउँहरू यहाँबाट चाहिँ प्रत्यक्ष अवलोकन गर्न सकिनेछ साथीहरू। यहाँ चाहिँ को आउनु भएको छ को आउनुभएको छैन कमेन्ट गरेर चाहिँ आफ्नो प्रतिक्रिया अनि यहाँ आउनुभएको साथीहरूले चाहिँ यहाँ आउँदाको अनुभव चाहिँ सेयर गर्न नबिर्सनु होला है त। अब म जाँदैछु त्यो माथि त्यो फोटो खिच्नको लागि चाहिँ एकदमै बेस्ट प्लेस छ कि साथीहरू यहाँ भार्से देउरालीमा चाहिँ अहिले।
यहाँ चाहिँ साथीहरू एउटा मार्ग छ कि यो कुन ठाउँ जानको लागि कति किलोमिटर छ भन्ने, त्यसमा चाहिँ लुम्बिनी 150 किलोमिटर छ होइन। झुमझुम, पोखरा, दार्जिलिङ इन्डिया, यहीँ काठमाडौँ, यहाँ हो दिल्ली होइन। धेरै ठाउँहरूको चाहिँ यहाँ डिरेक्सन देखाइएको छ साथीहरू, यो पनि एकदमै राम्रो कुरा हो। म चाहिँ अहिले गुम्बादेखि माथिपट्टि फोटो खिच्ने स्पेसल ठाउँमा जाँदैछु। अब यतातिर पनि अहिले रिसोर्टहरू बनिरहेको रहेछ। हामी यहाँ केही समय अघि आउँदा थिएन, अहिले चाहिँ धेरै परिवर्तन छ साथीहरू, धेरै। हामी चाहिँ अहिले पार्कमा आइपुग्यौँ है त। पार्क चाहिँ यहाँबाट एक नम्बर देखिन्छ। पार्कको साथीहरू, पार्क सफा राखौँ। अनि यो एकदम दामी ठाउँहरू है, फोटो खिच्नको लागि एकदम बेस्ट प्लेस ठाउँहरू धेरै छ। पार्कको दृश्य तपाईँहरूले देख्न सक्नुहुनेछ, एकदमै राम्रो छ, सफा सुन्दर। अनि डाँडाको एकदम टपमा भएको हुनाले यसको सौन्दर्य अति नै धेरै छ। मिलन दाई यता हुनुहुन्छ, चन्द्रमामा बस्दै हुनुहुन्छ क्या दाई होइन। अस्ति पनि यहीँ आएर फोटो खिचेको के। कस्तो लागिरहेको आज आउँदा र अस्ति नै आउँदा? बहुत आज चाहिँ अस्ति चाहिँ एकदम म बवाल देखिएको थियो कि यता हिमाल, आज छैन कि, आज देखिएन कि, त्यही चित्त बुझेन कि। मौसमले अलिकति साथ दिन्न क्या त यो बेला होइन। ल मामा पनि अब फोटो खिच्ने तयारीमा। मामाश्री एकदम योभन्दा पहिलोचोटि कहिले आउनुभएको थियो? योभन्दा पछि म वैशाख 2 गते ठ्याक्कै त्यति बेला चाहिँ कार्यक्रम थियो वार्षिकमा, बबाल रमाइलो थियो। अहिले पनि रमाइलो भइरहेको छ। कति राम्रो। ल हामी चाहिँ यहाँको ड्रोन सट पनि हेर्नेछौँ। ड्रोन उडाउँदै रविनले हाँसेर होइन। हामी प्रकृतिले दिएको सुन्दर उपहार, सुन्दर ठाउँ यस फार्से देउरालीमा हाल फार्से देउराली पार्क तथा यस बौद्ध स्तूपा निर्माण भइसकेपछि यहाँ पर्यटकको घुइँचो नै लाग्ने गर्दछ। प्रकृतिले निकै सुन्दर दिएको यस ठाउँबाट हामीले नजिकैका छिमेकी जिल्लाहरू, त्यसै गरी हिमाली हिम श्रृङ्खलाहरूको प्रत्यक्ष अवलोकन यहाँबाट लिन सकिन्छ। मौसम खुलेको बेला यस ठाउँमा आएर नजिकैका यी सुन्दर भूगोलहरूको दृश्यावलोकन गर्नुको मजा नै बेग्लै हुन्छ भने हिमाली हिम श्रृङ्खलाको दृश्यले तपाईँको मनलाई अति नै शीतल पार्नेछ। तर मौसम नखुलेको बेला तपाईँहरू यहाँ आएर यस ठाउँमा भएका संरचनाहरूले पनि आनन्द लिन सक्नुहुन्छ। मिलन दाई के छ खबर? झाडो छ यार। होइन हामी चाहिँ अहिले ठ्याक्कै यतिखेर फार्से देउरालीमा छौँ होइन। तपाईँलाई चाहिँ यहाँ आइसकेपछि कस्तो अनुभव भइरहेको दाइ? लास्ट रमाइलो एकदम शीतल होइन। तराईतिरको मान्छे आउनुपर्छ कि यहाँ होइन। हो यो मौसममा होइन। अनि शीतल भन्दा पनि जाडै हुन लाग्छ कि अब। हो अनि पछाडिको सिनहरू दामी छ नि। उहाँ थाप्दै जानुपर्छ एकचोटि थाप्ले चाहिँ जानुपर्छ। यता चाहिँ फोटो सेसन हुँदैछ हाम्रो। जाडो भयो क्या, जाडो हुन लाग्यो, हावा चाहिँ मजाले चलेको छ, एकदम ननिस्टप है। अब चाहिँ हामी अब रिल्सहरू बनाउँछौँ, फोटोहरू खिच्ने पनि चलिरहेछ। अनि त्यसपछि हामी यहाँबाट जान्छौँ। हामी यहाँबाट जाने तल पूर्ति घाटतिर जान्छौँ। पूर्ति घाट गएर अनि कालीगण्डीको करिडोर हुँदै रेडीदेखि घरसम्म जान्छौँ। यहाँ चाहिँ बिचमा चाहिँ घुम्दै ठाउँहरू के कस्तो छ हेर्दै है त। ल हाम्रो चाहिँ अब सेल्फी टाइम हाम्रो सेल्फी गाइज जो अहिले हाम्रो चाहिँ सेल्फी टाइम भइरहेछ है। ल चिज ल साथीहरू हामी चाहिँ अब फार्से देउराली घुमिसकेका छौँ। अब चाहिँ हामी यहाँबाट पूर्ति घाट झर्ने गर्न हाम्रो तयार हुँदैछ है त। ल हामी चाहिँ फार्से देउरालीलाई बाई बाई गर्ने टाइम आइपुग्यो है त साथीहरू। ल फेरि नेक्स्ट टाइम आएर घुम्नेछौँ, फेरि भेट्नेछौँ। माउसरी हजुर साथीहरू, ल आजको लागि चाहिँ हाम्रो भ्लग यहीँ हुन्छ। यता तलको दृश्य चाहिँ हामीले ड्रोन खिच्यौँ भने चाहिँ हामीले अवश्य पनि हाल्नेछौँ, तपाईँहरूलाई देखाउनेछौँ। सानो सानो क्लिप्सहरू चाहिँ देखाउनेछौँ हामी तलबाट।
ल साथीहरू आजको भिजिट हाम्रो भार्सी दौरासम्म थियो अनि यहाँसम्म मेन हो अनि हामी चाहिँ यहाँबाट अब पूर्तिघाट झरेर हामी घरतिर जान्छौँ बाटोतिर राम्रो राम्रो ठाउँहरू छ भने चाहिँ देखाउँछ नभए चाहिँ साथीहरू ल यो भिडियोको इन्ड पनि यहीबाट हुन्छ हामी अर्को भिडियोमा भेट्नेछौँ है त त्यतिन्जेलसम्मको लागि हामीलाई साथ दिनुहोस् माया दिनुहोस् लाइक गर्नुहोस् सेयर गर्नुहोस् अनि सब्सक्राइब गर्न पनि नबिर्सनु होला है त सेल्फी टाइम काटे